नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। झापामा ट्रकबाट स्विटी सफारीलाई ठक्कर, एक महिलाको मृत्यु। दाङमा भएको दुर्घटनामा 10 जना घाइते। नेपाली कांग्रेसबाट प्रदेश 2 को नाम मिथिला भोजपुरा प्रस्ताव, राजधानीमा जनकपुर धाम। पार्टी बलियो बनाउन आफूले गरेको प्रयासलाई कमजोरी नठान्न माधव पक्षलाई प्रधानमन्त्री ओलीको चेतावनी। कम्युनिस्ट आन्दोलनभित्र प्रतिक्रियावाद घुसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ। र भारतमा थप 3,14,800 जना कोरोना संक्रमित, 2,104 जनाको मृत्यु। अब समाचार विस्तारमा। झापामा ट्रकले ठक्कर दिँदा सिटी सफारीमा सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नम्बर 9 की 75 वर्षीय गायत्री देवी प्याकुरेल छिन्। बिहिबार बिहान भद्रपुरबाट 4 आली जाँदै गरेको मे 1 क 267 नम्बरको ट्रकले मे 1 ह 6458 नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रक नियन्त्रणमा लिए पनि चालक फरार रहेका छन्। दाङमा बस दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। बिहिबार बिहान पोखराबाट तुलसीपुर तर्फ आउँदै गरेको ग 1 ख 9639 नम्बरको बस घोडाही उपमहानगरपालिका 16 कपासेवनियामा अनियन्त्रित भई पल्टिँदा 10 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते हुनेमा घोडाही उपमहानगरपालिका 12 की सपना विक, निर्मल विक, तुलसीपुर उपमहानगरपालिका 18 की शर्मिला घरती, सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर 6 का रामप्रसाद कठायत, हस्ती गिरी र तेज बहादुर गिरी रहेका छन्। त्यस्तै त्रिवेणी गाउँपालिका वडा नम्बर 3 की चेतना रेउले, कपुरकोट नगरपालिका वडा नम्बर 7 का गणेश बोहरा, सुनसरीको इटहरी नगरपालिका वडा नम्बर 8 का दल बहादुर विश्वकर्मा र स्याङ्जाको फेदी गाउँपालिका वडा नम्बर 1 का रामचन्द्र विक दुर्घटनामा घाइते भएका छन्। घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोडाहीमा उपचार भइरहेको छ। रौथाडमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। बिहिबार बिहान चट्याङ लागेर गुजरा नगरपालिका वडा नम्बर 8 को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौथाडले जनाएको छ। गजुरा वडा नम्बर 7 घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए। बिहान 5 बजे खेतमा शौच गर्न गएका बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसले प्रदेश 2 को नाम मिथिला भोजपुरा र राजधानी जनकपुर धाम प्रस्ताव गरेको छ। प्रदेश 2 प्रदेश सभा सचिवालयमा आज नेपाली कांग्रेसका प्रदेश सांसदहरूले नाम र राजधानी सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन्। सांसद शिवचन्द्र चौधरीले मिथिला भोजपुरा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावमा सांसद नागेन्द्र प्रसाद सिंह, प्रमिला देवी दास र मञ्जु कुमारीले समर्थन जनाउनु भएको छ। त्यस्तै जनकपुर धाम राजधानीका प्रस्तावक सांसद उपेन्द्र प्रसाद कुशवाहा हुनुहुन्छ। यो प्रस्तावको समर्थकमा मोहम्मद समीम, नरेश कुमार यादव र वीरेन्द्र प्रसाद सिंह रहनु भएको छ। त्यसक्रममा नेपाली कांग्रेस प्रदेश 2 का संसदीय दलका नेता राम सरोज यादवले मिथिलाका संस्कृति पुरानो, समृद्ध र सुदृढ रहेकाले यो प्रदेशको नाम मिथिला भोजपुरा हुनुपर्ने तर्क गर्नुभयो। प्रदेश के नामाकरण और जनकपुर राजधानी दर्ता करे लिए पहले हमरा सबके से चले मिथिला भोजपुरा सचिव जी नहीं है प्रदेश के दूटा संस्कृति, मैथिली संस्कृति, भोजपुरी संस्कृति। मैथिली संस्कृति 5000 वर्ष के सबसे सभ्यता संस्कृति में सबसे पुरान है, नहीं सबसे समृद्ध और सुदृढ़ संस्कृति है। एकर भाषो सबसे पुरान है हिंदी नेपाली सबसे। एक अलग स्क्रिप्ट है भाषा के। राजा जनक के राजधानी मतलब मिथिला के राजधानी मिथिला में पड़ जाए, पूरे प्रदेश मिथिला में पड़ जाए, सिमरौनगढ़ से लेके पूरे लगा के। आ भाषोभाषी भी लगभग 42% से बेसी है। तो लॉजिकली हम सब कह लीजिए कम से कम मिथिलो के पहचान, मिथिला भोजपुरा का पहचान, एक पहचान के अर्थ से वेशभूषा, भाषा, संस्कृति, भौगोलिक अवस्थिति।
नेता यादवले आफूहरू मधेस नामको विरोधी नभएको तर प्रदेश 2 को भूभागले मधेसलाई नसमेटेको दावी गर्नुभयो। उहाँले तराईका 22 जिल्लालाई मात्र मधेस भन्न सकिने तर्क समेत गर्नुभयो। नहीं, सबसे समृद्ध और सुदृढ़ संस्कृति है। इधर भाषो सबसे पुरान है हिंदी नेपाली सबसे, एक अलग स्क्रिप्ट है भाषा के। राजा जनक के राजधानी मतलब मिथिला के राजधानी मिथिला में पड़ जाए, पूरे प्रदेश मिथिला में पड़ जाए, सिमरौनगढ़ से लेके पूरे लगा के। आ भाषोभाषी भी लगभग 42% से बेसी है। तो लॉजिक प्रदेश 2 प्रदेश सभा सचिवालयले नामाकरण र राजधानी सम्बन्धी प्रस्ताव दर्ता गराउन सांसदहरूलाई आह्वान गरेको समय सीमा आज सकिएको छ। नेकपा एमालेको पार्टी सञ्चालन थापाथलीमा रहेको कार्यालयबाट सुरु भएको छ। आज लेनिन दिवसको अवसर पारेर थापाथलीमा रहेको भाडाको घरबाट कार्यालय सञ्चालनमा आएको हो। 2072 सालको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने गरी क्षति गरेपछि कार्यालय सञ्चालन पासाङ लामो प्रतिष्ठान रहेको धुम्बाराहीको भवनबाट हुँदै आएको थियो। आज बिहान पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथली कार्यालय पुगी उद्घाटन गर्नुभयो। कार्यालयमा पार्टी पदाधिकारीहरूको छुटाछुटै बस्ने व्यवस्था, बैठक कक्ष, गाडीहरूको लागि पर्याप्त पार्किङको सुविधा रहेको छ। प्रधानमन्त्री ओलीले आज बिहान बल्खुमा पार्टी कार्यालयको भवन शिलान्यास पनि गर्नुभएको छ। बल्खुको पार्टी कार्यालय नबनुन्जेल यसै कार्यालयबाट पार्टीको काम कारबाही हुनेछ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन आफूले गरिरहेको संवादको प्रयासलाई कमजोरी नठान्न माधव कुमार नेपाल पक्षलाई चेतावनी दिनुभएको छ। पार्टीको 73औं स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेको गुटगत गतिविधिलाई मान्यता दिन नसकिने र नेताहरूलाई सम्झाउन बुझाउन आफूले गरिरहेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिनुभएको हो। कुनै बेला आफ्नो पक्षलाई सडकबाट हटाउनेहरूले अहिले अर्को पार्टी खोलेर हिँड्दा पनि आफूले कारबाही नगरेर सम्झाइ बुझाइ गर्ने प्रयास गरिरहेको पनि अध्यक्ष ओलीले बताउनुभयो। चुनावको माध्यमबाट 2/3 को लगभग स्थितिमा हामी 64% को अवस्थामा छौँ। केही व्यक्तिहरूको चरम महत्त्वाकांक्षा, अरू कसैले लिड गरेको देख्न नसक्ने अथवा कसैले सफलता पाएको देख्न नसक्ने, कसैको अलिकति सफलताको चर्चा कसैले गरेको सुन्न नसक्ने, कसैको प्रशंसामा कसैले बोलेको सुन्न नसक्ने संकीर्ण प्रवृत्ति र म र मेरो भन्ने र आत्मकेन्द्रित व्यक्तिवादी संकीर्ण स्वार्थमा आधारित भएका त्यस्ता विचारहरू, त्यस्ता प्रवृत्तिहरूले हाम्रा उपलब्धिहरूमाथि हमला गरे। त्यो सङ्गठित हमलाको सिलसिलामा हामीलाई थाहा छ। कुनै बेला आफूलाई कारबाही गर्नेहरूबाट अहिले संसदमा फ्लोर क्रस गर्ने काम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो किसिमको अराजक गतिविधि नेपालको संसदीय इतिहासमा कहिल्यै नभएको पनि बताउनुभयो। संसदमा फ्लोर क्रस गरेर कम्युनिस्ट पार्टीलाई सिद्ध्याउँ भनेर गर्व गर्नेहरूसँग आफूहरू जुधिरहेको पनि बताउनुभयो। कति निर्मम थियो, अराजक यस्तो दृश्य कहीँ कहिल्यै पनि देखिएको छैन। बरु अलग भएका छन्, पार्टीभित्रै बस्ने, अनुशासनहीन काम गर्ने, फ्लोर क्रस गर्ने र गर्व गर्ने, त्यसमा फ्लोर क्रस गरेर कम्युनिस्ट पार्टीलाई कमजोर पारेकोमा गर्व गर्ने, यस प्रकारका प्रवृत्तिहरू हामीले देखेका छौँ। त यस्ता प्रवृत्तिहरूका विरुद्ध हामी जुधिरहेका छौँ र हाम्रो पार्टी प्रचण्ड माधव पक्षले कम्युनिस्ट आन्दोलन सिद्ध्याउन टाउकोमै हान्नुपर्छ भनेर आफूलाई पटक पटक साधारण सदस्यबाट निकालेको कुरा पनि अध्यक्ष ओलीले बताउनुभयो। आफूलाई पार्टीविहीन अवस्थामा पुर्याउने उनीहरूको प्रयास असफल भएको पनि बताउनु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र प्रतिक्रियावाद घुसेको बताउनु भएको छ। लेनिन दिवसको अवसरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रचण्डले नेपाली
कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताउनु भएको हो। कम्युनिस्टहरूको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरूलाई साथ लिएर टुक्र्याउन खोजेको आरोप पनि लगाउनु भयो। कम्युनिस्ट आन्दोलनलाई बचाइराख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको पनि उहाँले बताउनु भयो। अहिले पनि छडिएर रहेका कम्युनिस्ट घटकहरूलाई एकताबद्ध बनाउन आवश्यक रहेको उहाँको भनाइ छ। उचाइमा उठाउने सङ्कल्प गर्नुपर्दछ। हामीले के भन्छौँ भने चुनौती जहाँनिर छ अवसर पनि त्यहीँनिर हुन्छ। शर्त के हो भने कम्युनिस्ट क्रान्तिकारीहरूले आफूलाई त्यसको निम्ति तयार पार्नुपर्छ। सबभन्दा पहिला वैचारिक ढङ्गले, राजनैतिक ढङ्गले, साङ्गठनिक र संस्कार सबै दृष्टिकोणले तयार पार्दा हामीले त देख्यौँ नि त, हामीले त भोग्यौँ, हामी आफैले भोग्यौँ। कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीको विरुद्ध सबै सङ्घर्ष गर्न आवश्यक रहेको बताउनु भयो। अझै पनि कम्युनिस्ट आन्दोलनको एकताको झण्डा उठाउन छोड्न नहुने बताउनु भयो। पार्टीका सबै नेता कार्यकर्ताहरूलाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकताबद्ध बनाउन पनि आह्वान गर्नुभएको थियो। आज विश्व पृथ्वी दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको 63औं महासभाले अप्रिल 22 का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो। पृथ्वीमाथि मानिसहरूले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ। प्रकृति र पर्यावरणमाथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ। औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, जङ्गल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ। पृथ्वी दिवस मनाउने प्रयास संयुक्त राज्य अमेरिकाले सन् 1970 को अप्रिल 22 मा गरेको थियो। पृथ्वी दिवस अहिले 190 भन्दा बढी देशले मनाउने गरेका छन्। यो दिवस मनाउनेमा विश्वमा औद्योगिक प्रदूषण फैलाउने अमेरिका, चीन, बेलायत, फ्रान्स, जापान जस्ता देशदेखि जङ्गल बचाएर कार्बन बेच्ने नेपाल, भुटान जस्ता देशहरू समेत रहेका छन्। सन् 1992 मा ब्राजिलको रियो डी जेनेरियो शहरमा भएको पृथ्वी सम्मेलनले पृथ्वी दिवस मनाउने आवश्यकता औँल्याएको थियो। फलस्वरूप 2009 मा राष्ट्र सङ्घको 63औं महासभाले दिवस मनाउने निर्णय गरेको थियो। पृथ्वी दिवस 2021 लाई विश्वले पृथ्वीलाई पुनर्स्थापित गरौँ भनेर मनाइरहेको छ। अहिले जमिन मरुभूमिकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी सङ्कटमा छ। नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदूषणको चपेटामा पर्दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा थप 3,14,835 जना कोरोना सङ्क्रमित भएका छन्। भारतमा कोरोना भाइरस सङ्क्रमण सुरु भए यता एकै दिनमा 3 लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएको यो पहिलो पटक हो। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा कोरोना सङ्क्रमित थप 2104 जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या 1,84,657 पुगेको छ। भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या 22,91,428 रहेको छ। यहाँ हालसम्म 1,34,54,880 व्यक्ति कोरोना मुक्त भएका छन्। भारतमा गत जनवरी 16बाट कोरोना भाइरस विरुद्ध खोप अभियान समेत सुरु भएको थियो। अहिलेसम्म भारतमा 13,30,30,000 भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरस विरुद्धको खोप चलाउने क्रम पनि जारी नै छ। भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुटनिक भी गरी 3 प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। अब अन्त्यमा मुख्य समाचार एकपटक फेरि। झापामा ट्रकबाट सिटी सफारीलाई ठक्कर, 1 महिलाको मृत्यु। दाङमा भएको दुर्घटनामा 10 जना घाइते। नेपाली काङ्ग्रेसबाट प्रदेश 2 को नाम मिथिला भोजपुरा प्रस्ताव, राजधानी जनकपुर धाम। पार्टी बलियो बनाउन आफूले गरेको प्रयासलाई कमजोरी नठान्न माधव पक्षलाई प्रधानमन्त्री ओलीको चेतावनी। कम्युनिस्ट आन्दोलनभित्र प्रतिक्रियावाद घुसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ। र भारतमा थप 3,14,800 जना कोरोना सङ्क्रमित, 2,104 जनाको मृत्यु। हस्त अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।